बालन शाह भने लुसिफर हो, यहाँभन्दा बढी नबोलौँ। मलाई जस्तो कि केपी ओली लुसिफर हुन् कि होइनन्, रमेश लेखक लुसिफर हुन् कि होइनन्, उहाँप्रति चाहिँ तपाईँको सदा सहायता ठिक अध्ययन गर्दैछु म, नभएदेखि लुसिफरहरूको सङ्ग्रह भनेर म किताबै निकाल्छु। साली स्टाटस लेख्दै गर्दा लुसिफर भन्नेहरूले गोली हान्न आदेश दिने र त्यसको संरक्षक हुनेहरूलाई चाहिँ लुसिफर भन्ने हिम्मत गर्नु भएन नि, यो चाहिँ किन हो, के बुझ्ने हो? यो विषयमा अर्को पत्रकार सम्मेलन गरेर प्रमाणसहितमा बोलौँ। असफल नि यार बिचरा, म भइहाल्ने सफल होइन। उहाँ प्रधानमन्त्री कसरी भने नेपालको संविधानले गैर सांसदलाई प्रधानमन्त्री स्वीकारेको छ। संविधानले नचिन्ने मान्छेलाई मैले तपाईँले चिन्नुपर्ने, संविधानले चिन्दैन भने युवराज सफलले पनि चिन्दैन। तपाईँ ढुक्क आउनुहोस्। अहिले पछिल्लो समय चाहिँ रवि लामिछाने छुट्ने हल्ला छ नि, यस विषयमा के गर्नुहुन्छ होला? टोयलेट जाँदाखेरि छुट्छन् होला नि, पिसाब फेर्न जालान्, नुहाउन जालान्, दारी काट्लान्, छुटिहाल्छ नि त, त्यो ठुलो कुरा होइन। तर अहिले अदालतले नै उहाँलाई भित्र हालेको हुनाले अनि सुशीला सरकारले उहाँलाई चाहिँ छोड्छ त, हावादारी कुरा क्वेसन नगरेर उहाँ छोड्नुहुन्न, सम्भावना छैन। गृहमन्त्री बनाउनु पर्छ भन्ने मागहरू जेनजीबाटै आयो भन्ने नक्कु कारागारको चाहिँ उहाँलाई मालिक के अरे त्यो नाइके बनाइदियो भइगयो नि भने, प्रमुख नाइके बनाइदियो भने ठुलो कुरा के छ र? यसको नाइके बनाउने कुरा भइरहेछ, त्यो त सब अहिले सम्भावना छैन, अहिले सम्भावना छैन। यदि त्यो भयो भने त्यसको विरुद्धमा उत्रिनुहुन्छ? हुँदैन क्या, हुँदैन, नहुने कुरालाई हुन्छ भन्नु पनि त्यो अपराध हो, हुँदैन। त्यसो भए जेएनजीहरूले अब मन्त्रीको रूपमा युवराज सफललाई सिफारिस गरे भने तपाईँ मन्त्री बन्ने कि नै? म लुसिफरको सदस्य पनि होइन, रसियाको एजेन्ट पनि छैन, दलाइ लामाले पैसा दिए होइन, म मेम्बर पनि छैन, बारबार फाउन्डेसनको पनि होइन। त्यसैले म अयोग्य मान्छे यस्ता कुलङ्गारहरूको भिडमा जाँदैन। जसरी बालन शाहको पछि यसरी हात धोएर लागिरहनु भएको छ, नुहाएर पौडी खेलेर लागेको छु, त्यो गरेर सुनाइदिनुहोस्। अरू के छ? हर्क साम्बाङसँग पार्टीमा समावेश हुने के छ युवराज सफल? अहिले सम्भावना छैन, हामी सहकार्य हुनसक्छ। लुसिफर भन्दा 1000 गुणा बढी हो बालन के अरे यो हर्क साम्पाङ, 1000 गुणा लुसिफर, 1000 गुणा राष्ट्रवादी हर्क साम्पाङ। उहाँहरूको पक्षमा म छु। हाम्रो मोर्चाबन्दी गठबन्धन सहकार्य हुनसक्छ। जस्तो कि यति बेला अन्तरिम सरकारको विरोध गरिरहँदा सर, यति बेला मेरो अन्तिम प्रश्न, जस्तो कि राजा फर्काउने आन्दोलन पनि भइरहेको छ, यसलाई समर्थन गर्न खोज्नु कहाँ गएका छन् र फर्किने भने? राजा कहीँ गएका छन्? भ्रष्टहरू जेल गयो त? सडकबाट आगजनी गरी तोडफोड गर्ने हो हल्ला गर्न सम्भव छ। परिवर्तन सडकबाट चाहिँ हो, आन्दोलन जनआन्दोलन भयो, जनयुद्धहरू भयो, 79 आन्दोलन, मधेस आन्दोलन यस्ता पनि भए। तर लुटपाट 2 दिनमा लुटपाट गरेर आगो लाएर आन्दोलन हुन्छ। त्यसैले गर्दाखेरि सडकबाट निकास भएन। जेनजी नामका कोही पानी बेच्ने, कोही पानी बाँड्ने, कोही लुटपाट गर्ने ठगहरू यस्ता अपराधीहरू छन्। कतिपय रियल जेनजीहरूलाई सलाम छ। त्यही भएर सडकबाट केही पनि निकास भएन। संसदबाट, संविधानभित्रबाट चाहिँ निकास खोज्ने हो। मेरो भनाइ पनि त्यही हो। हाम्रा दाजुभाइ, हाम्रा भाइ भतिजको कुरा चाहिँ संसदमा सुनाउन नहुने, अनि एउटा लुसिफरले भनेको हो र संसद विघटन गर्ने, त्यसै भएको वीरता हो त्यसको। अनि देशको चाहिँ अरू मेयरहरूलाई अधिकार नहुने, यो चोर फटालाई चाहिँ कालो कोठामा बसेर कालो लुगा, कालो चस्मा, कालो मन बोकेर हिँड्ने यो फटालाई गृहमन्त्री म फेर्छु भन्ने, प्रधानमन्त्री फेर्छु भन्ने, त्यसको ससुरालले दाइजो दियो यो देश। त्यो लुसिफरहरूलाई कुनै दिन जेएनवाईले यदि चाहिँ तपाईँको चाहिँ आन्दोलन घोषणा गर्यो भने पहिलोचोटि लुसिफरको कठालोमा समाएर त्यसलाई सडकमा घिसार्छ युवराज सफल। लुसिफरहरू को हुनु गरेर भनिदिनुहोस्, तिनीलाई सडकमा युवराज सफललाई घिसार्छ। ल दम छ भने छोएर देखाऊ होइन, मैले कहाँ के प्रयोग गर्छु के गर्छु मेरो कुरा हो। मैले युद्ध घोषणा गर्छु। लुसिफर भन्नेलाई बालनले उल्टै प्रश्न गरेका छन् नि, मलाई लुसिफर भन्छौ भनेर। चोर करायो भनेर त्यहाँ मैले चाहिँ चोरलाई खुट्टा काट्यो भन्दा फोत्त उचालो रे, त्यस्ता विषयमा मैले टिप्पणी गर्दैन। जस्तो कि आज तपाईँ सहितका करिब 1.5 दर्जनभन्दा बढी रिटहरू जो चाहिँ संसद पुनर्स्थापनाको पक्षमा परेका छन्, जसमा काङ्ग्रेस, एमाले लगायतका राजनीतिक दलका नेताहरूले पनि हालेको छ। आज संयुक्त रूपमा तपाईँहरूको बहस सुनवाई हुँदैछ, के हुन्छ त आज तपाईँहरूको के अपेक्षा गर्नु? आज के हुन्छ भने आजै त अब यो अपेक्षा के छ भन्नु मात्रै यस्तो यो विषय अहिले मैले सुनेको छु, माइकहरू जोडिया छन्, भव्य तरिकाले हुँदैछ, तयारी हुँदैछ। यो के हो भने संसद विघटन अवैधानिक छ, सरकार असंवैधानिक छ भन्ने डिसिजन चाहिँ सर्वोच्चबाट ढिलो चाँडो आउँछ। कार्तिक महिनाभित्रमा लुसिफरको सरकारलाई उत्तानो पारेर लात्ताले हानेर बागमती टुकुचा हुँदै मैले कहाँ पुर्याइदिन्छु। अब भित्रको सुनाइमा बहस चाहिँ कसले गर्नुहुन्छ त? अब अहिलेसम्म वरिष्ठ अधिवक्ताहरू हुनुहुन्छ, विभिन्न अधिवक्ताहरू आउनु भएको छ। नामै लिनुपर्छ होइन, अहिले मैले कसैको नाम लिँदिनँ होइन। अब त्यो चाहिँ अब को आउनुहुन्छ, कसले वकालतनामा दिनुभएको छ, लिनुभएको छ, त्यतिखेर थाहा हुन्छ। आज घनघोर हुन्छ, यो ऐतिहासिक निर्णय हुन्छ कि नेपालमा संविधान छ, कानुन छ भन्ने कुराहरू चाहिँ सर्वोच्चले भन्छ। युवराज सफल त्यसमा विश्वस्त छ। सर्वोच्चले यदि अन्तरिम सरकारलाई समर्थन गर्यो, संसद विघटनको पक्षमा उभियो भने तपाईँ के गर्नुहुन्छ त? अब जेएनजीहरूको पक्षमा उभियो, तपाईँ अहिले बस्दाबस्दै आकाश खसेर तपाईँलाई धरतीतिर के अरे जमिन मुनि लगेर राख्यो भने तपाईँ के गर्नुहुन्छ? यस्ता इम्पोसिबल कुराहरू, हाइपोथेटिकल क्वेसनहरू नगर्नु।
त्यसैले गर्दाखेरि तपाईँको चाहना विपरीतको आदेश पनि त आउन सक्छ नि अदालतले सुविवेकले जेनजीहरूको रगतलाई बलिदानीलाई सम्मान गर्दै उनीहरूको माग थियो संसद विघटन सकारात्मक छ भन्न सक्ला हैन युवराज सफल संविधान ऐन कानुन देश हो त युवराज सफल सिस्टम होइन युवराज सफल एउटा भुइँ मान्छे हो विकृति र विसङ्गतिका विरुद्धमा लड्ने मान्छे हो त्यसैले असंवैधानिक तरिकाले काम भएको छ युवराज सफलले भन्यो तर यो त संविधानले असंवैधानिक भनेको भएको कारणले सर्वोच्च अदालत भनेको संविधानको व्याख्या गर्ने अन्तिम व्याख्या गर्ने संविधानको परिपालन गर्ने निकाय भएको नाताले सर्वोच्चले चाहिँ संसद विघटनलाई सदर गर्यो सरकारलाई सदर गर्नु के गर्नुहुन्छ भनेर यता असंवैधानिक क्वेसन फेरि सर्वोच्चको गेटमा आएर गर्नु पनि अदालतको मानहानि हो अदालतको मानहानि हो सर्वोच्चले संसद विघटन र सरकारलाई विघटन गर्छ संसद विघटनलाई चाहिँ बदर गरेर संसद पुनर्स्थापना गर्छ यसमा म ढुक्क छु तपाईँले भन्दै गर्दा तपाईँहरूप्रति अब जेनजीका आन्दोलनरत पक्षहरू तपाईँको विरुद्धमा उभिन सक्लान् तपाईँकै विरुद्धमा प्रहार हुन सक्ला जे गरे पनि हुन्छ गर ढुङ्गाको जवाफ म फुलले दिन्छु रिसाएको जवाफ मुस्कानले दिन्छु मलाई अरू केही टिप्पणी गर्नु छैन किनभने म आफै पनि आधा दर्जनभन्दा बढी तपाईँको चाहिँ घाइतेहरूलाई गएर भेटेको छु केहीलाई सहयोग गरेको छु शहीद परिवारलाई सहयोग गरेको छु अनि म कहाँबाट आएको मान्छे हो यो देशको मान्छे हो संविधान अनुसार जानुपर्छ संविधानमा सुनवाई गर्नुपर्छ जेनजीको कुरा चाहिँ संसदमा गएर राख्नुपर्छ भन्दा म देशघाती हो नि लुचिफरहरूको दम छ भने युवराज सफललाई चलाएर छोएर हेर तिमीले हतकडी लाउनु तिम्रो बाउहरूको सरकार छ गरेर देखाउने यार मेरो ठाडो चुनौती छ जेनजीहरूलाई तपाईँ खुला चुनौती दिनुहुन्छ जेनजीहरूलाई होइन यो लुसिफरहरूलाई मेरो यो आतङ्ककारीहरूलाई मेरो चाहिँ चेतावनी हो रियल जेनजीलाई त नमस्कार गर्छु म तपाईँहरूसँग शहीद विश्वराज अधिकारी सहित 13जना व्यक्तिलाई ज्यान मुद्दामा जाहेरी हालेर ब्ल्याकबाट दर्ता गर्ने मान्छे युवराज सफल भनेर समाचार लेख्ने अनि अहिले चर्चामा आउन र तैँले केही गर्नुहोस् भन्ने पनि यस्ता चाहिँ तपाईँको हावाकारिता चाहिँ मसँग नगर्नुहोस् युवराज सफलले सबैलाई जाहेरी हालेको छ ब्ल्याकबाट दर्ता गरेको छ लुसिफरहरूका सन्तानहरू रातोरात जागेका छन् कोही गृहमन्त्री हटाउने गर्लफ्रेन्डलाई हटाएको जस्तो सालोलाई हटाएको जस्तो हो त अनि गृहमन्त्री हटाउने अरे हो सरकारले हामीले मानेको छैन यता चोपटाहरू हालिमुहाली रहेको हुनाले यो सरकारको मान्छे नै चाहँदैन सुशीला कार्की भनेको केपी ओलीको खेताला हो शेरबहादुरको खेतालाहरू अनि यिनीहरूले न्याय दिन सक्दैनन् त्यसैले केपी ओलीको चाहिँ कार्यकर्ता गृहमन्त्री बनिएको छ आफ्नो श्रीमतीलाई चाहिँ यहाँको न्यायाधीश सर्वोच्चको बनाउन लागेका छन् यो सरकारले चाहेको छैन भने यो त विदेशी दलाल र सिआइएको चाहिँ हली घोटाला हो यसलाई धपाउनको लागि म आएको हो नि त यहाँ त्यसैले मैले के भने कुनै पनि तपाईँको चाहिँ समस्याको समाधान संसदबाट हुन्छ त्यसैले अब युवराज सफलले सोचेको कल्पना गरेको विकल्प के त सत्तामा फर्किने कहीँ गयो भने म भन्नु फर्किन भन्नु अहिले गएकै छैनन् यतै काठमाडौँमा छन् है त धन्यवाद नमस्कार म पछि फेरि आउँछु हजुर दुर्गापुर साइतीले जेएनजी जस्तो युवा केटाहरूलाई तपाईँले अब देश छोडेर गए पनि हुन्छ तपाईँले कुनै न कुनै अभियोग लगाएर जेलभित्रै थुनिन् मार्निन् भन्ने कुरा भइरहेछ कसलाई जेएनजी पुस्तालाई यो विषयमा अहिले म अर्काले बोले विषयमा टिका टिप्पणी म गर्दिनँ कानुन सम्बन्धी नै राखिनु त्यो कुरालाई होइन ठिक छ त्यो विषयमा अहिले मैले केही पनि बोलिनँ म पछि बोल्छु है त ल थ्याङ्क यू सो मच ल यो निकाल्दिनुहोस् हजुर